हेलो हेलो एभ्रिवान गाइज, नमस्ते सबैजनालाई। हेर्नुहोस् त, हाम्रोमा पनि ड्रागन फ्रुट फल्दैछ साथीहरू। यहाँ ड्रागन फ्रुट दामी फुल्न लागेछ, अब फल्छ। अनि यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ, इस्कुसको मुन्टा कस्तो दामी फलिरहेछ साथीहरू। यहाँनिर चाहिँ इस्कुसको मुन्टा छ, अनि यता चाहिँ यहाँ पछाडि चाहिँ मकै छ साथीहरू यहाँ। अनि यहाँ मकै साथसाथै कोला पनि रोपेको छ। अनि त्यस पछाडि हेर्न सक्नुहुन्छ है साथीहरू, हजुरहरूले। अब फेरि यो अर्को रुख पनि छ ड्रागन फ्रुटकै, म ड्रागन फ्रुटै देखाउँदैछु है हजुरहरूलाई। यहाँ ड्रागन फ्रुट छ, हेर्नुभयो साथीहरू। ड्रागन फ्रुट कत्रो कत्रो फल्छ यहाँ, ठुलो ठुलो। म फलेपछि पनि देखाउँछु है हजुरहरूलाई। अनि हेर्नु कस्तो फुल छ टक्क परेर होइन। अनि यहाँ चाहिँ तिते करेला फलेको छ है साथीहरू। हेर्नु त, तिते करेला फल्दैछ, भर्खर सानो छ। तिते करेला पनि फलिरहेछ साथीहरू यहाँनिर बारीमा, हाम्रो बारीमा होइन। अनि यहाँनिर हेर्न सक्नुहुन्छ है साथीहरू, यहाँनिर फर्सीको गट्टा पनि फलिरहेछ है। आयो हजुरहरूलाई म फर्सीको गट्टा पनि देखाउँदैछु है साथीहरू। हेर्न सक्नुहुन्छ साथीहरू, फर्सीको गट्टा पनि फलेको छ।